माल दाजुको त भारी पनि पुगिसकेछ। भारी पुगे मेरो त। म त पुरा अल्छी लाग्यो नि हौ माल दाजु, घाँस कहीँ पाइन। अल्छी लाग्यो? नि घाँस त कहीँ छैन। छिटो आउनुपर्छ नि, म त बिहानै आउँछु घाँसमा हो। अनि हामी त घरको झिटिमिटी काम गरेर आउनुपर्छ, भ्याउँदैन। अब माल दाजुलाई त तरुनीहरू ढिलो उठ्छ हो, अब हामी त छिटै बिहान खेर त भाले बाख्दा त उठिहाल्छु म त। माल दाजुलाई काटी माग्ला जस्तो छ त हौ घाँस त। मलाई घाँस काटी माग्ने मेरो त भारी पुगी हिँडिहाल्नुपर्छ घर हो। घरमा भोका फेरि म हो, भोका अब कहाँ भोकै घाँस काटिन्छ हौ। अल्छी गर्नु त काट्नुपर्छ नि। माल दाजुको त हेर कस्तो मजाले काट्छ, कस्तो छिटो काट्दो रहेछ घाँस पनि माल दाजुले त। म त हात दुखेर नि माल दाजु, त्यही माथि ऊ हो हातहरू यहाँ सुन्निएर। हो त्यस्तो तरुनी भरमा हात दुखेको दुख्छ नि अब बिहा गरे भने त पछि साह्रो पर्छ त। चिसो खेलाएर। अनि माल दाजुले त बिहा गरेको छैन अहिले? बिहा त पहिला गरेर 2टा ल्याएको, चोर सारेर ल्याइपठाएको हो। भाग्यो नि त, घाँस डेली काट्नु पर्ने हो। एउटा नानी गाउँमै ल्याएको हो, एउटा तरुनी ल्याएको, भाग्यो नि। भाग्यो? चोर सारै ल्याएको, बाटोमा त्यो भेटेको थियो कि हिँड भनेर ल्याएर। अब अहिले चाहिँ बिहा गर्ने इच्छा छैन? बिहा गर्ने इच्छा छ कि अब केटी राम्रो पाउँदैन हो। तिमीहरू जस्तो राम्री भएर भए त अस्ति ताप लगाइहाल्ने नि, अब छैन हो। अब के गर्नु माल दाजु, खालि घाँस मात्रै काट्छ। यसो सरकारी जागिरहरू भए त म पनि यसो जान्थेँ नि। जाने म पनि परेको नि। लास पो लाग्यो त मलाई त, के कुरा गर्छौ। अब मेरोमा आएपछि घाँस काट्नै पर्छ हो कि खानेकुरो प्रशस्तै छ हो, काम चाहिँ पुरै गर्नुपर्छ हो। होइन माल दाजुसँग आयो भने त घाँस त काट्नु लाउँदैन होला, यस्तो छिटो काट्दो रहेछ। हेर हेर लु न हौ, मलाई पनि यसो बिहा त गर्नु मन लागिरहेछ कि केटी चाहिँ अब भने पाछु न साँच्ची त। पहिला बिहा मनमै छ एउटा केटीको कि भन्नु नसकिरहेको छु मैले, भन्नु अलिक आँट आएको छैन हो, ट्याक्क आँट आएको छैन कि अन्त एक दिन भनौँ भन्दैछु। एकजना छ नि अब भन्यो भने न यस्तो हान्छ भन्ने पनि डर लागिरहेको छ हो। माल दाजुले त तर अब माया गरे भने त मै जान्थे। साँच्ची नै भनेको? साँच्ची भनेको नि। अब यस्तो काम गर्ने मान्छेहरू कहाँ पाउँछ अहिलेको जमानामा? अहिले त सबै केसहरू ठाडो भएर पो आज मेरो कुरा सुन्ने बित्तिकै जाडो भएर हो, यस्तो भएर मुटुहरू पनि ढुकढुक भयो अन्त। साँच्ची नै भनेको? साँच्ची भनेको। मलाई लु एक भारी घाँस त काट्दिन त। एक भारी घाँस काटिनु? साँच्ची नै जाने? साँच्ची नै जाने। अब लाने आँट गरे भने त जाने नि। जाने नि त आजै जानु पर्यो नि फेरि अन्त कसरी अन्त? आजै जान्छु नि। अन्त घाँसले त कसरी जानु आज होइन यो त हुने कुरा लागेको छैन फेरि भरे हो। होइन म घाँस पुरा राखेर आउँछु नि। घाँस पुऱ्याएर? घाँस पुऱ्याएर आउँछु, उहाँ दो बाटोमा भेटौँ हो। त्यहाँदेखि अब घरमा त भन्नु पर्यो होला नि तपाईँले, फेरि घरमा सम्झाउनु पर्यो होला। साँच्ची लैजाउँ कि हो। लु हाल घाँस। लु हालिदिनु माल दाजु, मेरो त पुरा हात पनि दुखिरहेको छ, हालिदिनु त। साँच्ची नै जाने हो। भाग्य छ भने चाहिँ यसरी घाँस काट्दा काट्दा भेटिहाल्छ अन्त चाहिँ तिरीको। भाग्य छैन नि खोज्दा खोज्दा हुन्छ त। भाग्य छ भने घाँस काट्यो भेटिहाल्छ बुढीहरू हो। यस्तो काम गर्ने मान्छेहरूसँग त पाल्छ नि, घाँस काटेरै पाल्छ, गाईको दुध बेचेरै पाल्छ। तिरीको नसोचेको कुरा भने आज त क्या, म त अघि दिन बिहान आँखा फरफर फरफर फुर्जुने थियो हो, दाहिने आँखा। आज के न के घटना हुन्छ लाग्यो हो। टक्कै जान्छु भन्दा चाहिँ म त के भयो भने त तिरीको आधागिरी भइपठाउँछ गाडी म त तिरीको। यस्तो काम गर्ने मान्छेहरूसँग मजाले खाँदिनँ माल दाजु, नझरोस् बाटो। कतिवटा छ हौ गाई? हाम्रो 2टा छ। 2टा? ए नझरोस् बाटोमा माल दाजु, मजाले कस्दिनुहोस् है ल। अरू दिदी बहिनी बिहा भयो? बिहा भइसक्यो, मै मात्रै एउटा। अब तिमी चाहिँ नबिकेको?
म छु त के को डर हो तिरीको नबिकेको त म लगिहाल्छु उठाइहाल्छु त भाइ जाऊ यसो घाँस त अब कति हो कटाइने अब भाग्यमा छ भने चाहिँ है डोकोको दुध दुध पनि हुन्छ भने चाहिँ यस्तो रहेछ कुरा चाहिँ भाइ जाऊ मजाले कस्दिनुहोस् है मालदाजु तल पर्खिन्छु ल कहाँ तल ल ऊ यिनीहरू पनि सबै सोरसार हालिदिनु न खेरो जान्छ त्यस्तो दुःखले हतार लाग्यो नि त मलाई त अम्म के भइसक्यो उहाँले चाहिँ तिर्के लु यस्तो होइन अलिक मजाले कस्दिनु त यो झर्छ नि त हौ बाटोमा अब निका अलिक हतार लाग्यो नि त हौ बिहा भन्ने बित्तिकै मलाई त के भयो टाढै छ नि त हौ घर मेरो त देखिरहेछ त मालदाजु के उपरसम्म बोकेर पनि पुऱ्याइदिने म पनि त काट्नु पर्यो फेरि तल लिनु पनि आउनु पर्यो होइन हो कि म त न ऊ परसम्म होइन म यहीँ पर्खिन्छु कि म घाँस पुऱ्याएर आउनु ल यहीँबाट टाप लागौँ न ल नि मालदाजुले बिचारा अब जानेलाई त स्याहार्नु पनि पर्यो नि मालदाजु हो कि होइन छोड्नु त म उठ्छु हतार लाग्यो नि त बिहा भन्ने बित्तिकै मलाई त ल लु छिटो आउँ है ल यहीँ पर्खिनु ल यहीँ आउँछु ल ल त्यस्तै जान्छ अब घर अन्त केटीले पनि जान्छु हो आउँछ कि आउँदैन त्यहाँ डाउट भइरहेछ भरे आएन त खत्तम छ नि तँ छिटो आउँ है ल ल ल लुगा फाटार के पनि नने यतै छ पहिलाको बुढी हो क्या त्यो दुईवटा छोराहरूले छोडेर गएको छ थाक छ त्यही लाउँदा हुन्छ ल ल ल ल लाँदिनँ घाँस अब म रित्तै जान्छु बुढी लिएर यस्तो ढुक्कै भन्यो खै के सोचिरहेको थियो के सोचेँ मैले के भयो अहिले भनेर भन्दा भाइ आउँदैन त हुन्छ झुकाएर मरेको हो क्या हौ नआउने रहेछ झुकाएर पर्खिस् घाँसमा त कटायो नि मलाई रोटी मान्छे रहेछ